नमस्ते, मेरो आफ्नै भान्सामा यहाँलाई स्वागत छ। आज म अमलाको अचार बनाउन लागिराखेको छु। यो अमलाको अचारलाई मैले पहिल्यै मजाले तेलमा फ्राई गरिसकेँ। अहिले पनि तपाईँलाई भिडियो राख्नेछु। डल्ले खोर्सानी काटेर यति राखेँ। यसमा मसलाहरू मिक्सरमा पिनेर राखेको छु अनि लसुन थोरै चप गरेर राखेको छु। हेर्नुहोस् है मैले अमलाको अचार बनाएको भिडियो। अमला स्वास्थ्यको लागि एकदमै राम्रो भएको कारणले मैले अमला गाउँदेखि मगाएँ। यसमा भिटामिन सी पनि पाउँछ, कपालको लागि नै एकदमै राम्रो हुन्छ, स्किनको लागि नै एकदमै राम्रो हुन्छ। त्यसैले मैले सिजनमा अमलाको अचार हाल्ने निर्णय गरेँ। अमलालाई मैले मजाले पखालेँ, त्यसपछि तेलमा राम्रोसँग फ्राई गरेँ। फ्राई गर्दाखेरि तेलमा पानी हाल्यो भने पड्किन्छ, त्यसैले मजाले अमलालाई सुक्खा बनाएर मैले तेलमा फ्राई गरेँ। हेर्नुहोस् त यत्तिको हुने गरी फ्राई गर्नुपर्छ। यत्तिको भइसकेपछि अमला भित्रसम्म पाक्छ अनि मसलाहरू मजाले छिर्छ अनि अमलाको अचार पछिसम्म राख्न मिल्छ। एकदमै मसलाहरू पसेर मिठो पनि हुन्छ। तेलमा थोरै गरेर मैले यसरी अमला पकाएँ। अमलाको अचारमा चाहिने मसलाहरू सोप, जिरा, ज्वानो र धनियाँको गेडा लिएँ अनि यसमा थोरै रायो या तोरी पनि राख्नुपर्छ। सुकेको रातो खुर्सानी यो सबैलाई प्यान तताएर प्यानमा बिस्तारै फ्राई गरेँ। यत्तिको हुने गरी मैले सबै मसलालाई एकैचोटि फेरि प्यानमा मजाले तताएँ। त्यसपछि मैले मिक्सरमा राखेर सबै मसलाहरूलाई मिक्सरमा राखेर मैले यत्तिको हुने गरी ग्राइन्ड गरिदिएँ। हेर्नुहोस् त कस्तो राम्रो भयो। त्यसपछि तेल तताएँ। तेलमा मेथी मजाले कालो हुने गरी यसरी फ्राई गरिदिएँ। त्यसपछि मैले चप गरेर राखेको लसुन हालेँ। लसुन पनि मजाले फ्राई गरेँ। यसलाई यत्तिको गोल्डन ब्राउन हुने गरी मैले फ्राई गरेपछि काटेर राखेको डल्ले खोर्सानी राखिदिएँ। डल्ले खोर्सानी नि मजाले गोल्डन ब्राउन हुने गरी फ्राई गरेँ। त्यसपछि मैले पिनेर राखेको मसलाहरू राखेर मजाले चलाएँ। तेलमा मसलाहरू पाक्दैछ। त्यसपछि मैले कलरको लागि बेसार राखिदिएँ। बेसार राखेपछि आफूले स्वादअनुसार नुन राखेँ। नुन राखिसकेपछि आफूलाई जति स्वाद चाहिन्छ त्यति नुन राख्नुहोस्। त्यसपछि मैले डल्ले खोर्सानीले पुग्दैन जस्तो लाग्यो रातो धुलो खोर्सानी पनि राखेँ, कलर पनि आउँछ। फ्राई गरेर राखेको अमला पनि राखिदिएँ। यत्तिको भइसकेपछि हेर्नुहोस् त मजाले चलाइसकेँ। यत्तिको भइसकेपछि अचार एकदमै राम्रो देखिसकेको छ। हेर्दै खाउँ भइसकेको छ। यो अमला मैले 1 वर्षसम्म स्टोर गरेर राख्छु। सिजनमा मात्र पाइन्छ अमला। अफ सिजनमा पनि सिसाको भाँडामा हालेर राखेपछि 1 वर्षसम्म खान मिल्छ। यो अचारलाई बिग्रिँदैन। यसमा मैले लास्टमा थोरै बिरे नुन छर्किदिएँ। हेर्नुहोस् त एकदमै स्वादिलो हुन्छ अब अचार। वाउ,